हाम्रो मलेसियामा तपाईँहरू आज हाम्रो देउसी भैलो कार्यक्रममा उपस्थित हुनुभएका ठुल्ठुलो दाई हुनुहुन्छ, उता बजारेका दाई छ होइन। आज हाम्रो एउटा विदेशमा गएर हाम्रो एउटा सानो मनोरञ्जन कार्यक्रम उहाँ दाई हुनुहुन्छ, उहाँभित्र छौँ कि हामी एउटा कम्पनीमा काम हुन्छ, म सुन्दर पश्चिम उता उहाँ जहाँको भए पनि एउटा महान तिहारको उपलक्ष्यमा एउटा सानो देउसी भैलो कार्यक्रममा तपाईँहरूले लाइक सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु म। अनि हाम्रो जे जति दिदोमिलो भए पनि होइन, एउटा मान्छेको जीवन भनेको तपाईँको भोलि मरिन्छ बाँचिन्छ, एउटा कला भनेको म जानी नजाने एउटा भट्याउन प्रयोग गरेको छु होइन। त्योभन्दा तपाईँहरूले एउटा हेरिदिनु होला, साथ गरिदिनु होला। हामी भनेको एउटा फ्यामिली मान्छे हो, हामी तपाईँ कोही हुन्छ तपाईँ तलमाथि झैझगडा हुनु सक्छ होइन। हामी भने एउटा घर दाई हुनुहुन्छ, मेरो एउटा एभ्रेज दाई हुनुहुन्छ, अर्को दाई हुनुहुन्छ, सबै दाई हुनुहुन्छ। एउटा हाम्रो एउटा हो तपाईँले अन्यथा लिनु होला होइन। केही जाने नजाने मैले देउसी भैलो भट्याउँदाखेरिमा केही मबाट ढिलोटी हुन सक्नुहुन्छ, त्यसमा माफ गरिदिनु होला भन्दै म यो देउसी मञ्चबाट बिदा हुन चाहन्छु। हस्त जय नेपाल।